नमस्ते साथीहरू। अहिले बिहानको 9 बजेको छ। म अहिले छाप्दीको खेतमा छु। भर्खरै म दमौलीबाट आएको। अहिले चाहिँ यसो आलुको बिउ लिएर आएको, आलु लगाउने भनेर। अहिले यहाँ माथि देखिएको काउली, बन्दा, मुला सबै हाम्रै हो। यो मकै पनि हाम्रै छ। यो चाहिँ बिग्रिसकेको मकै बुवाले गोडमेल गरेर मलसल हालेर यतिको भएछ। जस खान लागेको छ, अब 2-4 दिनमा खाने बेला हुन्छ। यहाँ मुनि देखिएको यो मुला हो, सबै मुला हो। अनि यहाँ देखिएको यो काउली पनि फुलिसकेको छ। यता देखिएको त्यो आलु लगाएको थियो, पुरै आलु हो। यहाँ आलु, बन्दा, काउली सबै लगाएको छ। यो हाम्रो यो चाहिँ सानो एउटा कुकुरको बच्चा छ। आइज यसरी छ। अनि यो चाहिँ प्याजको बिउ जमाएर लगाउनु भएको, उम्रेछ। यो अब 10-12 दिनमा सार्ने बेला हुन्छ होला। अनि त्यसपछि यहाँ देखेको छ यो परालले छोपेको छ नि, यो सबै धनियाँ हो। यो धनियाँ पनि पहिला अलिकति लगाएको थियो, त्यो राम्रै भएको थियो, त्यो खाइयो। यो चाहिँ लगभग बेच्ने किसिमले नै लगाउनु भएको बुवाले। उतातिरको आलु सबै आलु, यो आलु। अनि यता काउली, यो ब्रुकाउली हो के हो भन्छ यसलाई। यो सारा चाहिँ तलतिर सबै केराउ हो, तर त्यो उखु पनि हाम्रै हो। अनि यहाँ त्यहाँ आलु छ, त्यहाँ पनि यहाँ साग छ। यहाँ लसुन केही उम्रिसकेको छ। त्यहाँ कागतीको बोट पनि छ। अनि यो चाहिँ एभाकाडोको रुख हो। यो फलिसकेको छैन, सायद फल्छ होला अब। त्यसपछि यहाँ चाहिँ आँप, यो सबै फल्ने गरेको आँप हो। यो फल्छ, राम्रै फल्छ। अनि मिठो पनि छ, यो एकदम स्वादिलो आँप छ। यता पनि आँप छ, त्यो पनि आँप हो। अनि यहाँ अलिकति धनियाँ थियो, यो हुर्किसकेको छ। यो धेरै खाइयो, यतिमा लगाएको पनि धेरै खायो यो धनियाँ। अनि त्यसपछि यता त्यो पनि आँप, त्यहाँ लिची छ। यो पनि स्याउको बोट भन्छ, खै तर फुल्छ तर फल्दैन, स्याउको बोट। अनि यो परालको टाउवा। यसमुनि चाहिँ हाम्रो चाहिँ 3टा बाख्रा छ, एउटा बोका र 2टा माउ। अनि यहाँ चाहिँ हाम्रो गोठ, यो चाहिँ खाली छ अहिले। अस्ति भर्खरै बेची, हाम्रो चाहिँ यो दुध दिन छोडेर चाहिँ बेचेको। बुवाले फेरि अर्को एउटा ल्याउने भन्नुहुन्छ, खै के गर्नुहुन्छ। यतातिर यस्तो छ। यो खुर्सानीहरू पनि राम्रो फलेको थियो। अहिले यसको चाहिँ सकिएछ, के त्यति राम्रो छैन। यहाँ सागहरू छ।